Hey guys, welcome back to my channel and welcome back to my first vlog. I hope सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। अनि यो चाहिँ मेरो फर्स्ट भ्लग अनि अहिले चाहिँ मैले आजबाट चाहिँ मैले भ्लग सुरुवात गर्न गइरहेको छु। अनि मैले चाहिँ मेरो फर्स्ट भ्लगको सुरुवात आज एउटा छोटो मिठो ट्रिपबाट गर्न गइरहेको छु। कस्तो भन्दाखेरिमा ठ्याक्क वनभोज टाइपमा भन्नाले ठ्याक्क खोलामा गएर एउटा खोलाको यस्तो ठ्याक्क कुनामा एउटा ओडा टाइपमा छ, ओडा टाइपमा बस्न मिल्ने टाइपमा अनि ओडा टाइपमा बस्न मिल्ने टाइपमा छ। अनि म चाहिँ त्यहाँ गएर चाहिँ हामी म भन्नाले पनि हामी भाइहरू 4-5 जना भाइहरू लगायत म सहित 6-7 जना छौँ हामी। अनि भाइहरू गएर 6-7 जना छौँ। अनि हामी चाहिँ गएर खोलामा गएर त्यहाँ एउटा पुरी रोटी अनि आलु खाने कुरा भइरहेछ। अनि अहिले चाहिँ बिहानको त्यो 11-12 बजिसकेको छ होला सायद। अनि केटाहरू चाहिँ अगाडि गइसकेका छन् अनि म चाहिँ जाँदैछु होइन। अनि केटाहरू चाहिँ अगाडि गइसकेका छन्, हामी चाहिँ जानुपर्ने त्यहाँ हो नि है। हो हामी चाहिँ त्यहाँ जानुपर्ने त्यहाँ हो। अनि अहिले चाहिँ म यहाँ छु गाइज होइन। अनि बाटो चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। अनि हामी जाने भनेको चाहिँ यो बाटो हो, यो बाटोबाटै हो, यो बाटो हो जाने। अब चाहिँ म जान्छु गाइज। अनि केटाहरू चाहिँ अगाडि पुगिसकेका छन् अनि म चाहिँ बिस्तारै जानुपर्ने हुन्छ। अनि बाटो चाहिँ यस्तो छ गाइज होइन। अनि म चाहिँ बिस्तारै जानुपर्ने हुन्छ। अब बाटो चाहिँ यहाँ छ यो। हामी चाहिँ अब आइसक्यौँ यहाँ होइन। यहाँ चाहिँ केटाहरूले काम गर्दैछन्। म चाहिँ भर्खरै पुगिसकेपछि यहाँ केटाहरूले चाहिँ के काम गर्दैछन्। यहाँ भित्र पनि ऊ छ। ओइ नाइस। एकचोटि चाहिँ म जानुपर्ने हुन्छ यहाँभित्र गाइज होइन। म चाहिँ जानु गएँ अनि चाहिँ केटाहरू चाहिँ यहाँ सामानहरू पिठो नुन अनि तेल सेल पानी सानी केटाहरूले ल्याइसकेका रहेछन्। अनि हामी चाहिँ अब ठ्याक्क यहाँ बनाएर खाने चाहिँ बाहिर केटाहरूले यता काम गरिरहेछन् होइन। अनि म चाहिँ छु यता पनि गरिरहन् केटाहरूले काम टक्क लाएर यो भयो ट्याक्क केटाहरूले त्यहाँ गरिरहन्। अनि चुलो बनाएर हामी चाहिँ पुरी रोटी हाल्ने तर्खरमा आउँछौँ। लाइटर केही छैन आगो बाल्ने खै त। छिटो नाइ अब चाहिँ हामी चाहिँ आगो बाल्ने लाइटर पनि आइसक्यो होइन। लाइटर पनि ल्याइसक्यौँ। अब त्यहाँ हामी दाउरा सरा खोज्छौँ। ल केटा दाउरा खोज्न जाउँ। अब दाउरा खोज, दाउरा खोज्नु हामी। म चाहिँ अब दाउरा खोज्नु पऱ्यो। रोटी हाल्न चाहिँ दाउरा चाहिन्छ गाइस होइन। हामी चाहिँ दाउरा ल्याउन आइसक्यौँ। म चाहिँ रोटी हाल्नेमा चाहिँ दाउरा चाहिँ अलिक बढी नै चाहिन्छ। अनि हामी चाहिँ आलु उसिन्दैछौँ होइन। त्यहाँ सबै उसिन्ने आलु थोरै सबै उसिन्नु हामी चाहिँ टक्कलाई आलु उसिन्छौँ होइन। कराईमा गइसक्यो होइन। अब आलु चाहिँ टक्क उसिन्छौँ। आलु उसिनेर चाहिँ पुरी र आलुको अचार एकदम बेस्ट हुन्छ। अनि पुरी र आलुको अचार आलुसहित भर्खर फलेको केराउ अनि हामी टक्क लाएर आलुको अचार केराउ टक्क मिसाएर चाहिँ हामी बेस्ट अचार बनाउनेछौँ। मेरो फर्स्ट भ्लगको सुरुवात चाहिँ पुरी र आलुको अचारबाट हुँदैछ है गाइज। म चाहिँ अहिले एक्लै छु। अनि केटाहरू चाहिँ टक्क लाएर कोही ठ्याक्क बस्नलाई घाँस काट्न भन्नाले छाप हो टक्क त्यो रैनी के हुन्छ रैनीको बुट्टाहरूको ठ्याक्क घाँस काट्दैछन्। अनि कोही चाहिँ दाउरा ल्याउनु गइरहेछन्। अनि म चाहिँ अहिले एक्लै छु। म चाहिँ डिजेमा गीत बजाएर टक्क उता आलु चाहिँ उसिन्न राखिरहेको छु। म चाहिँ टक्क लाएर यहाँ बसेको किनकि ठुलो मान्छे भएको त फाइदा उठाउनु पऱ्यो नि त। अनि केटाहरूलाई काम गर्न पठाएर म चाहिँ टक्क यहाँ बसिरहेको छु। म चाहिँ त्यहाँ आलु मैले पनि काम गरिरहेको छु, काम नगरे होइन। आलु हेरेर अनि टक्क गीत लगाएर चाहिँ बसिरहेको छु। म पनि गीत लगाएर केटाहरू कोही यता छन् भनेपछि कोही केटाहरू यता छन्, कोही छापा काट्न कोही दाउरा खोज्न गइरहेछन्। आलु पाक जस्तो लाग्यो मलाई। टक्क लगाएर अब चाहिँ आलु गर्नु पऱ्यो होइन। अहिले त टक्क आलुमा चाहिँ पाकिकन हेर्नुपर्छ। टक्क लगाएर आलु पाकिसक्यो होइन। हामी हेर्नु पर्छ। आलु चाहिँ पाकिसक्यो रहेछ। अब चाहिँ ट्याक्कमा चाहिँ एउटा झाँखेर विचार गर्नुपर्छ। पागो कता आलु पागो
अब चाहिँ टक्क म तान्छु होइन यसलाई अब चाहिँ म तान्छु अनि हामी चाहिँ टक्क रोटी यति पाकिसक्यो होइन अब चाहिँ रोटी चाहिँ 1 2 3टा अनि यससँग लगेर चाहिँ टक्क लाएर चारवटा पकाइसक्यो मैले चाहिँ अनि म चाहिँ यता आधा रोटी हाल्दैछु होइन रोटी हाल्दै गाइज अचार पनि रेडी भइसक्यो होइन अचार केटा अचार हेर्न अचार म चाहिँ अचार पनि बनाइसकेँ होइन अब चलाउने केही नपाएर म चाहिँ चक्कुले चलाइरहेको छु अचार चाहिँ एकदम मिठो होला जस्तो भइरह बास्ना सुन्दा पनि अचारको बास्ना पनि मिठो आइरहेको छ गाइज होइन अब चाहिँ टक्क लाएर पुरी अचार रेडी भइसक्यो केटाहरू बस्न रेडी भइसके म पनि यता छु अब चाहिँ टक्क लाएर हामी चाहिँ खान पर्ने हुन्छ ल बिलब दे सबलाई दे ले एउटाले ल टक्क चाहिँ मैले आफ्नो भाग लिएर त आइसकेँ हामी चाहिँ अब खाएर खोलातिर स्विमिङ खेल्न डम्बा खेल्न जानुपर्छ गाइज अनि चाहिँ हामी एकछिनमा यहाँ आएर सरसफाइ पनि गर्नेछौँ गाइज होइन अनि चाहिँ हामी यहाँ हुनेछ अनि हामी अब म घर जान लाग्यो किन भन्दा चाहिँ खोलामा स्विमिङ खेल्ने भनेको पानी चाहिँ एकदमै फोहोर रहेछ केटाकेटीहरूले खेलेर चाहिँ पानी फोहोर बनाएका रहेछन् अनि अहिले चाहिँ म घर जाँदैछु अनि केटाहरू चाहिँ त्यहीँ माथि सरसफाइ गरेर आउँदैछन् अनि घर पुगिसक्यो अब कलेसाबारीमा के छ है त अन्त धन्य अलिकति छ अनि गोपी वाइल टाइम भइरहेको छ गोपी अनि हो यो छ नि यो यसलाई हाम्रोतिर सोप्चेना भन्छ तपाईँ यो चाहिँ कतिकोले कोले चोर्नु भएको कि सानोमा गाई छ होइन अनि हामी चाहिँ बहुत चोरेर खान्थ्यौँ चाहिँ सानोमा बहुत मिठो हुन्छ बहुत मिठो हुन्छ क्या म चाहिँ नुहाएर बसिरहेको छु अहिले घाम ताप्दै लाएर अनि नुहायो भने त हेर्छम देखिन्छु नि त म पनि नुहाएर मात्र अलि नहेर्छम अहिले चाहिँ कहीँ जाने प्लान छैन अनि एकछिनमा अहिले केटाहरूको कला आयो भने चाहिँ केही प्लान हुनसक्छ भन्ने हो तर चाहिँ अहिलेलाई केही प्लान छैन अहिले चाहिँ घाम ताप्दै बसिरहेको छु म चाहिँ होइन अहिले चाहिँ घाम ताप्दै हेर्छम हो नि त नुहायो भने त नुहाएन त हेर्छम नुहायो भने त हेर्छम